हाई एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई च्यानल। मैले चाहिँ यहाँ आलु र काउलीफ्लावर पकाउँदैछु है त। र यहाँ आमाले चाहिँ सुँगुरको मासु आगोमा पकाउनु राख्नु भएको छ। यहाँ तोरीको तेल अनि यो चाहिँ हावाले फुक्छ भनेर यसरी बार्नु भएको छ। मेथी मसला, सुँगुरको मासु, चाहिँ फाइनल भयो। बस्दै बसेको रहेछ। खुर्सानी मसला, लसुनको पत्ता, प्याज, लसुन, टमाटो, हाल्दै गरेको त हुन्छ नि मजा। त्यहाँ त पड्किन्छ, नानीहरूको आँखातिर लाग्छ हुन्छ। आँखा यहाँदेखि उता होइन। हेर न ऊ मासु, वाउ, सुँगुरको मासु। ठुलो अडियन्स, यहाँ पनि अडियन्स, सानो अडियन्स, अनि यता पनि छ एउटा अडियन्स गरेको छुइनँ। आयो गरेको छुइनँ रिभ्यू। के गर्दैछ? यो चाहिँ मसला, जिरा धनियाँको धुलो। छोरा हुनु न, यो उसिनेर पकाउनु भएको कि त्यसलाई धोएर फेरि यिनीहरूको ड्युटी राति होला नि। फेरि 2 बजे खुट्टाहरू बिगार लाग्छ है भनेको मानु है केटा हो। थलो पर्दैछ घरिघरि, निको भन्छु।
वाउ, सुँगुरको मासु। मासु लभर ड्याडी। ल यहाँ बस है, अब नचालिकन यहाँ यसरी यस्तो गर्नुपर्छ, भिडियो गर्नुपर्छ। ऊ यहाँ हेर न ऊ, वाउ। दाजु बोल्दैछ, बहिनी चाहिँ क्याउ क्यारो सुँगुरको मासु फाइनली पाक्यो। स्लोली स्लोली। ल फाइनली चाहिँ सबै कुरा पाएको। यो सुँगुरको मासु अनि यो सुँगुरको मासु र रायो साग मिक्स भयो, मिक्स दाल, अनि यो भयो ब्रोकोली। हाम्रो खाना चाहिँ यसै गरी रेडी भएको छ।